Hi guys. आज चाहिँ हामी क्लाइमेट एकदम राम्रो भएको भएर हैन आज 24 डिग्री छ. So we thought why not go to the park and enjoy. So हामी चाहिँ पार्क जाँदै छौँ. See? Yahoo! We are going to the park. Roll Mall closed. यहाँ चाहिँ बाइक सिक्ने ठाउँ रहेछ गाइस. नेपालमा हुन्छ नि के रे बेबी के हुन्छ रे त्यो ठाउँलाई के भन्छ ट्रायल सिक्ने ठाउँ के त्यस्तै खालको रहेछ सिक्ने ठाउँ. अब यहाँबाट चाहिँ पार्क यहाँ भित्रबाट चाहिँ पार्क. ल पार्क सुरु भयो. विलो ट्री ए यो म्यापले थुप्रो देखाउँदै थियो. यहीँ रहेछ है. सी गाइस उता रहेछ बच्चाहरूको खेल्ने चाहिँ. कति प्याक है यो समर लगाएपछि त कति प्याक देख्नु. ल हेर्नुहोस् यहाँ बच्चाहरूको लागि खेल्नलाई सब कुरा छ. यो चाहिँ जस्ट हाम्रो घरबाट 3 मिनट्समा रहेछ. दिस इज सो गुड. यस्तो राम्रो क्लाइमेट होइन न मजाको हावा आइरहेको छ. वाउ दिस इज सो गुड. ल हेर्नु मैले अस्ति भर्खरको ब्लगमा कुरा गरेको थिएँ नि गाइस. यस्तो राम्रो हुन्छ हरियाली नेचर भनेर. ल हेर्नु दिस इज द पार्क. अनि यो पर कहाँ हो कहाँसम्म हुन्छ कि यो पार्क घुम्ने थुप्रो बेर लाग्छ है. उता फुटबल ग्राउन्ड छ. अनि यो चाहिँ लाइक 5 मिनट जतिमा फरकमा हुन्छ है एभ्री पार्क के. 5 मिनट्समा चाहिँ पार्क हुन्छ. सो अनि कसरी पल्युसन हुन्छ नेपालमा त भएको डाँडा पनि काटेर प्लानिङ बनाएर घर बनाएर लभ डाँडा सब भाँसेर. ल हेर्नु न सो ग्रिन. ल गाइस त्यो यो दिस इज वान पार्क एन्ड दिस इज अनदर. यहाँ चाहिँ फुटबल ग्राउन्ड रहेछ. बास्केटबल यहाँ पनि होला बच्चाहरूलाई खेल्नलाई. ए छैन रहेछ यहाँ चाहिँ. ल हेर्नुहोस् बास्केटबल कोर्ट एन्ड ल हेर्नु फुटबल अनि बच्चाहरू खेलाएर यहाँ बस्नलाई पुरै. यहाँ त पुरा घरबाट बनाएर ल्याएर होइन अनि टक्क बसेर खाने ठाउँ पो रहेछ यहाँ त. यस्तो आनन्दको. दिस इज सो नाइस. रिफ्रेस फिल भयो. गाइज एउटा क्वेसन क्या नेपालमा यो यस्तो चौरी भएको हो के हुन्थ्यो होला बुढा. क्वेसन ल तपाईँलाई नेपालमा होइन यस्तै चौरी होइन भएको भए के हुन्थ्यो नेपालमा. म बदाम र अनि सुन्तला बेच्न राख्थेँ पानी बेच्न राख्थेँ. अनि जोडीहरू बसिरहेको हुन्थ्यो. गाजा तान्नेहरू ग्याङ बनाएर गाजा तानिरहेको हुन्थ्यो. रकी खानेहरू रकी खाइरहेको हुन्थ्यो. यस्तै सफा रहन्थ्यो होला त. यस्तै सफा त उयो हो बदामको सुन्तला सुगरको टुटा. त्यही मैले पनि त्यही भन्न लाग्थेँ क्या नेपालमा यस्तो पार्क भएको यस्तो सफा यस्तो राम्रो हुन्थ्यो होला त. कहाँ हुन्थ्यो नेपालमा त. पुरै जोडीहरू बसेर चुम्मा गर्दै अनि त्यसपछि के अरे
बदाम सुन्तला बेच्दा त्यो त अब उनीहरूको व्यापार हो ल गऱ्यो भनौँ होइन अनि त्यसपछि त्यहीँ खायो त्यहीँ फ्याँक्यो अनि त्यहाँ गफ गर्दा गर्दा घाँस उखालेर एरिया नै सकिसकेको हुन्छ हिँडेर एरिया सकिसकेको हुन्छ कहाँ यस्तो हुन्छ त्यही त यहाँ चाहिँ जस्तै त्यो फेरि ठाउँ ठाउँमा डस्टबिनहरू पनि छ हेर्नु म तपाईँलाई देखाइदिन्छु डस्टबिन दिस इज द डस्टबिन्स यहाँ अनि त्यहाँ पनि छ सो यसरी छ डस्टबिनहरू पनि हुन्छ फेरि यहाँ अनि यहाँको मान्छेहरूले फेरि डस्टबिनै लगेर फ्याँक्दैन है यहाँको मान्छेले यस्तो जप्पै त फ्याँक्दैनन् डस्टबिनै लगेर फ्याँक्छन् सो अब चाहिँ एकछिन बस्यौँ रमाइलो गरौँ यस्तो फ्रेस हावा आइरहेछ यस्तो मजा आइरहेछ यहाँ पनि छ डस्टबिन होइन सो मजा आएर सो एकछिन वक गरौँ भनेर यस्तो यसलाई घुमो पारी पनि रहेछ डाँडो जस्तो रहेछ त्यहाँ त है अनि घुमौँ कत्रो ठुलो रहेछ हेरौँ भनेर एउटा पार्क त सबै यो सेकेन्ड पार्क हो आई गेस उता अर्को थर्ड पार्क पनि छ जस्तो लाग्यो ए जाऊँ न त अनि सो रमाइलो छ गाइस अब उता पुगेपछि देखाउँछु म कस्तो छ भनेर है यहाँ चाहिँ अर्को चाहिँ गाइस यहाँ चाहिँ होइन न्युज आएको छ दिउँसो चाहिँ 12 देखि 4 बजेसम्म होला चाहिँ ननिस्किनु भनेको छ लाइक पार्कहरूतिर किनभने चाहिँ त्यहाँ चाहिँ के अरे भन्छ यहाँ चाहिँ पोलेन हुन्छ क्या हे फिभरहरू हुन्छ पोलेनले गर्दाखेरि चाहिँ बिरामी हुनसक्छ हे फिभर हुन्छ पोलेनले गर्दा चाहिँ बिरामी हुनसक्छ भनेर चाहिँ 12 देखि 4 बजेसम्म चाहिँ त्यस्तो पार्कहरूतिर चाहिँ ननिस्किनु भनेर न्युज आएको छ अनि त्यही भएर हामी चाहिँ अहिले कति बज्यो नि कति बज्यो अहिले 5-6 बज्यो होला साढे 6 बजे चाहिँ निस्केको छ यो चाहिँ थर्ड पार्क हो है गाइस यो चाहिँ थर्ड पार्क हो ल यो चाहिँ थर्ड पार्क हो होइन मैले भने त्यही डस्टबिन हुन्छ भनेर ठाउँ ठाउँमा डस्टबिन हुन्छ बस्ने ठाउँ हुन्छ ओ त्यहाँ पनि चेयर छ सो यहाँदेखि यहाँसम्म सबै हो ओ परसम्म हो सो यो चाहिँ थर्ड हो पार्क अनि यो पार्कहरूमा चाहिँ जाडो महिनामा चाहिँ पुरै त्यो घाँसहरू उम्रिरहेको हुन्छ यिनीहरू काट्दैन होइन अनि काटे हुँदैन कस्तो घाँस पनि नकाट्ने रहेछ जस्तो लाग्छ तर समर आउने बित्तिकै फेरि समर सुरु हुन थाल्छ नि त्यसपछि पुरै झाटझुट घाँस काटेको हुन्छ कि यिनीहरूले कसरी है म त कस्तो म्यानेज गर्ने क्या यिनीहरूले मजाले आज मजा आयो है फ्रेस हावा खाएर नत्र भने चाहिँ म त्यस्तो घरबाट निस्किन्न नि त बाहिर है 3 मिनट दुरीमा रहेछ पार्क मजा आयो आज ल हेर्नु यो चाहिँ फोर्थ पार्क मैले भनेको थिएँ नि विन्टरमा चाहिँ घाँसै घाँस हुन्छ भनेर हो यस्तो हुन्छ कि विन्टरभरि चाहिँ यस्तो हुन्छ होइन पार्कहरू यो चाहिँ सफा गरेर खाने रहेछ किन नगरे थाहा छैन विन्टरभरि चाहिँ यस्तो हुन्छ कि ओइ सेट के भयो मैले बोला चरालाई मन परेन जस्तो छ विन्टरभरि चाहिँ यस्तो हुन्छ कि सबतिर घाँस पुरै कम्बर आउने घाँस हुन्छ यस्तो अनि त्यसपछि समर आउने बित्तिकै तिनीहरूले यस्तो मजाले बनाउँछ हेर्नु ल यस्तो पुरै यस्तो घाँसहरू हुन्छ यहाँबाट बाटो पो छ कि छैन बुढो छैन तिनीहरू कहाँबाट आयो त अनि नजाऊँ बाबुलाई लिएर हामीले चाहिँ खास त मान्छेहरू आइरहेको थियो कि बाटोबाट अनि बाटो होला भनेर आएको तर बाटै छैन रहेछ डेड एन्ड छनु त छ तर बाबु लिएर यस्तो जङ्गल किन छिर्नु होइन यस्तो जङ्गलतिर
ओके यस्तो हुन्छ मैले भन्दै थिएँ म के बोल्दै थिएँ यस्तो हुन्छ पार्क अनि पछि समर लाग्ने बित्तिकै अलिअलि गर्मी हुने थाल्ने बित्तिकै अब अहिले त 24 डिग्री छ यति हुने बित्तिकै त्यस्तो राम्रो प्लेन बनाउँछन् कि यिनीहरूले रातारात बनाउँछन् यो चाहिँ किन नबनाएको थाहा छैन यिनीहरूले बिर्स्यो होला ओके अब टुई 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 घर जानु पर्ला बाबुलाई धेरै बेर बाहिर पनि राख्नुहुन्न उसलाई पनि त एच्छा बाबुलाई पनि त फ्रेस हावा चाहिन्छ जस्तो लाग्छ त्यही भएर बाबुलाई बाहिर ल्याएर निस्किन्छौँ म पनि त भित्रै हुन्छु त्यही भएर म पनि बाबु सँगसँगै फ्रेस हुन बाहिर निस्किन्छौँ ला बाटोमा फुल झरेर हेर्नु न पुरै सेतो भएको छ माथि यो फुलहरू होला यो माथिबाट होला झरेर पुरै जङ्गल सफारी हिँडे जस्तो भएको त हामी त बुढो जङ्गल सफारी हिँडे जस्तो भएको त हुन्छ गफाडी जे पाए म आइहाल्नु भएको होला होइन जङ्गल सफारी आवाज सुन्नु ल हामीले चाहिँ यो ढोका खोल्छौँ भनेर नि होइन यहाँ चाहिँ तालचा रहेछ क्या गाई अनि अब हामी पुरै यत्रो घुमेर ऊ त्यहाँ छ क्या म चाहिँ त्यही भएर सर्टकट हिँड्दैछु होइन अब छोरालाई त्यहाँबाट ल्याउनु मिलेन अनि मिल्छ होला हौ यताबाट पनि मिल्छ होला हौ बाबुलाई यसरी लानु मिल्दैन अनि अब यहाँ चाहिँ यस्तो हुन्छ गर्मी भएछ हेर्नु सब लुगा फुकालेर सनबाथ गरेर बस्छन् अनि बुढा चाहिँ पुरै घुमेर आउँछन् म चाहिँ सर्टकट यहाँबाट हिँडिहाल्छु रमाइलो Hey guys, we are done with the parking. We are done with the park visit, parking. अब चाहिँ back to the home. Bye park. See you next time. अब यहाँबाट फर्किनु पर्छ टकर 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 गरेर हेर्नु न यहाँ बाइक सिक्ने ठाउँ रहेछ सिक्दै त Okay guys, we are back. अब घरको लागि we are almost घर पुग्न लागिसक्यो सो आजको ब्लग यहीँ क्लोज गर्न चाहन्छु म हैन सो say bye. Bye guys, like, share and हाम्रो च्यानललाई प्लिज लाइक शेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला अलि धेरै धेरै मान्छेहरूलाई शेयर गरिदिनु होला and keep supporting. Bye.